मैले भने सुरक्षित समयमा म कहिल्यै डगमगाउने छैन। भजन सङ्ग्रह 30 अध्यायको 6 पद। बाइबलले हामीलाई अत्याधिक सहजता र सफलताको खतराबारे चेतावनी दिन्छ। मोआब बाइबलमा उल्लेखित एक जाति कहिल्यै कठिनाई वा सङ्घर्षमा परेको थिएन, जसका कारण तिनीहरू घमण्डी र असन्तुष्ट बने। यस्तै कुरा जो कोहीसँग पनि हुन सक्छ। यदि कुनै मानिस धनी छ, उसको व्यवसाय सधैँ सफल छ, उसको स्वास्थ्य सधैँ राम्रो रहन्छ र ऊ कहिल्यै कुनै कठिनाइमा पर्दैन भने ऊ अत्याधिक आत्मविश्वासी बन्न सक्छ। सबैभन्दा बलियो क्रिस्चियनले पनि गर्व गर्न थाल्न सक्छ र सोच्न थाल्छ, म कहिल्यै डगमगाउने छैन। राजा दाउदले समेत यस्तो भनेका थिए, अनि हामी त उहाँभन्दा राम्रो छैनौँ। त्यसैले जीवन सजिलो हुँदा सचेत हुनपर्छ। यदि सधैँ सबै कुरा राम्रो मात्र भइरहने हो भने हामी परमेश्वरको आवश्यकतालाई बिर्सन सक्छौँ। यो अग्लो ठाउँमा उभिएको जस्तो हो। एउटा सानो गल्तीले हामी तल खस्न सक्छौँ। कठिनाइहरू र सङ्घर्षहरू वास्तवमा आशीर्वाद हुन्। तिनीहरूले हामीलाई सम्झाउँछन् कि हामी परमेश्वरमा निर्भर छौँ। जब हामीले धन गुमाउँछौँ, बिरामी पर्छौँ वा समस्याहरूको सामना गर्छौँ, यी कुराहरूले हामीलाई नम्र बनाउँछन् र परमेश्वरको नजिक ल्याउँछन्। त्यसैले हामीले राम्रो समयमा मात्र होइन, कठिन समयका लागि पनि परमेश्वरलाई धन्यवाद दिनपर्छ। यी कठिनाइहरूले हामीलाई घमण्डबाट जोगाएर हाम्रो विश्वासलाई बलियो बनाउँछ। आउनुहोस् प्रार्थना गरौँ। हे पिता, मेरो जीवनमा तपाईँकै आशिष र मार्गदर्शनका लागि धन्यवाद। सफलतामा मलाई नम्र रहन दिनुहोस् र हरेक परिस्थितिमा तपाईँमाथि भरोसा राख्न सिकाउनुहोस्। मेरो हृदयलाई अहङ्कार र आत्मनिर्भरताबाट जोगाउनुहोस्। सुखमा र दुःखमा सधैँ तपाईँमाथि निर्भर रहन सकौँ। परीक्षा आउँदा पनि धन्यवादी हुन सिकाउनुहोस्, किनभने ती परीक्षाहरूले मलाई अझै तपाईँ नजिक ल्याउँछन्। येशूको नाउँमा, आमेन।